राउटे हो। ज्ञानेन्द्र साईले पोस्ट गरेको भिडियो होस् या कुनै पनि इन्टरभ्यूमा राउटे भनेर आउँछ, हो कि नै? कमेन्ट भनेपछि राउटे कस्तो हो त? जङ्गलको राजा, जङ्गलमा बस्ने मान्छेलाई राउटे भनिन्छ होइन, नेपालको नियमअनुसार हो। यसको ठाउँ कर्णाली, हुम्ला, जुम्ला, मुगु, कालीकोट जस्ता ठाउँ, रुकुम जस्ता ठाउँ जङ्गल भयो, त्यसमा बस्ने सबै जनताहरू राउटे भयो। त्यो राउटे कसले बनायो? एमाले, काङ्ग्रेस, माओवादीका नेताले। अनि तिनैका झोलेहरूले उसले राउटे भन्छ भनेपछि विकास नभएको ठाउँमा बस्ने मान्छेलाई राउटे भनिन्छ होइन हो। त्यही भएर यिनीहरूले राउटे राउटे भन्छन्। अनि हाम्रो के भन्छ नेताहरूले खतरा विकास गरे भन्छ। खै त विकास नगरेर त उसलाई राउटे भन्ने उपनाम दिएका हो तिमीहरूले। जङ्गलमा बसेरै त ज्ञानेन्द्र साईलाई राउटे भनेका हो तिमीहरूले होइन। उसका जति विकास गरेर देखा तिमीहरूले, प्लिज।